हेलो नमस्ते। के तपाईहरुलाई पनि प्राइभेट पार्टमा चिलाउने स्वेलिङ भए जस्तो समस्या छ? रोकाउनु यो बेलानाइटिस हुन सक्छ। यस भिडियोमा म लक्षण, कारण र यसको उपचार बारे कुरा गर्ने छु। सो लास्टसम्म हेर्नु होला अनि इन्फर्मेसनको लागि साथीहरुलाई पनि शेयर गर्नु होला। बेलानाइटिस इज इन्फ्लेमेसन और स्वेलिङ अफ द हेड अफ पेनिस। बाहिरी भागमा फोरस्किन हुन्छ, त्यहाँ इन्फ्लेमेसन भइदिन्छ अनि रेडनेसहरु आउन थाल्छ, चिलाइरा हुन्छ, दुख्छ। त्यस्ता समस्याहरुलाई नै हामी बेलानाइटिस भन्छौं। अनसर्कमसाइज भनेको फोरस्किनको छाला हुन्छ नि, त्यो अगाडि पछाडी भइरा हुन्छ, त्यसलाई नै अनसर्कमसाइज भन्छ। अनि त्यो काटेको हुँदैन, त्यस्तोमा नै इन्फेक्सन हुन्छ, त्यो राम्रोसँग अब सफा गर्दैन भनेर त्यसलाई नै हामी अनसर्कमसाइज भन्छौं। त्यो गरेको हुन्छ, त्यो पेशेन्टमा हुँदैन, त्यो गरेको हुँदैन, त्यो पेशेन्टमा यस्तो समस्या देखिरा हुन्छ। यसको कारण बारे हामी बुझौं। पुअर हाइजिन सबैभन्दा ठूलो कारण यसको हो। सरसफाई नगर्नेको सबैभन्दा मेन बेलानाइटिस निम्ताउने कारण हो। इन्फेक्सन अब कुन कस्ता इन्फेक्सनहरुको कारणले हुन्छ भन्नाले यीस्ट इन्फेक्सन भयो, क्यान्डिडा इन्फेक्सन र ब्याक्टेरियल इन्फेक्सनहरुको कारणले पनि हुन्छ। डायबिटिज, हामी डायबिटिजलाई पनि त्यस्तो ख्याल गर्दैनौं, तर डायबिटिज भएको पेशेन्टहरुमा युरिनमा सुगरको लेभल बढी हुन्छ भने त्यसले गर्दा पनि इन्फेक्सन हुन सक्छ। स्किन इरिटेसन, जस्तै हामी अब धेरै केमिकल युज भएको सप युज गर्छौं, परफ्युम र लुब्रिकेटिङ जेलहरु हुन्छ, त्यो गर्दाखेरि एलर्जिक रिएक्सन भइदिन्छ। एसटीआई, सेक्सुअल ट्रान्समिटेड डिजीज, सुरक्षित यौन सम्पर्क गरेमा पनि यो हुन सक्छ। सिम्पटम, यसको मुख्य लक्षणहरु के छ त? कस्ता लक्षणहरु देखाइरा हुन्छ यो भएपछि? रातोपन हुने र स्वेलिङ हुने, इचिङ एन्ड पेन, असाध्यै चिलाउने र छुदा पनि दुखिने, फल स्मेल, नराम्रो गन्ध आउने र सेतो डिस्चार्ज जस्ता तरल पदार्थ निस्किने, पिसाब फेर्दाखेरि पोल्ने समस्या पनि हुन्छ। फोरस्किन, पछाडी छाला तान्दाखेरि दुखिने, यस्ता लक्षणहरु छ भने डाक्टरहरुसँग सम्पर्क गर्नु होला। ट्रिटमेन्ट र मेडिसिन्स, औषधि र यसको उपचार के कस्ता छन् बुझौं। एन्टिफंगल, यदि यीस्ट इन्फेक्सन छ भने कोटिमोक्साजोल 1% र मुकोनाजोल दिनको 2 पटक लगाउन सकिन्छ। एन्टिबायोटिक ओइन्टमेन्ट, ब्याक्टेरियल इन्फेक्सन छ भने त्यस्तो कन्डिसनमा फुसिड एसिड र मुइप्रोसिन ओइन्टमेन्ट प्रयोग गर्छ। ओरल पिल्स, कतिपय अवस्थामा डाक्टरले कोनाजोल 150 mg 1 ट्याब्लेट पनि खान भन्छ। स्टेरोइडल क्रिम्स, धेरै स्वेलिङ भएको हुन्छ त्यसमा गरेको पाइएछ। हाइड्रोकोर्टिजोन 1% क्रिम छोटो समयको लागि प्रयोग गरिन्छ। प्रिभेन्सन एन्ड केयर, बच्ने र ध्यान दिनुपर्ने कुराहरु हामी बुझौं। डेली क्लिनिङ गर्नु होला, नुहाउन बेला सफा पानीले वा मनतातो पानीले फोरस्किनलाई पछाडी गरेर सफा गर्नु होला, सोप नलाउनु होला। कीप इट ड्राई, त्यो सफा गरिसकेपछि त्यसलाई ड्राई राख्नु होला। कटन अन्डरवियर लाउँदाखेरि ध्यान दिनुपर्ने, जस्तो धेरै डिजाइनको आउँछ त्यस्तो अब टाइटै नलाउने, लुज लाउनु होला, कटनको युज गर्नु होला। डायबिटिज, सुगर लेभल जहिले नि राम्रोसँग चेक गराउनु होला र नियन्त्रणमा राख्नु होला। यसको मेन साइन टेबल हामी बुझौं सर्टमा। यसको मेन साइन भनेको रेडनेस, इचिङ, स्वेलिङ हुन्छ। कमन क्रिम भनेको कोटिमोक्साजोल 1% हो एन्टिफंगलको लागि। एप्लाई ट्विस अ डेली, 2 टाइम प्रयोग गर्नु होला दिनको। गोल्डन रुल, कीप द एरिया क्लीन एन्ड ड्राई। यदि यो समस्या 2-3 दिन 4 दिन भित्र निको भएन भने युरोलोजिस्ट वा डर्माटोलोजिस्ट सँग सल्लाह लिन नबिर्सनु होला। र लाज मान्नु पर्ने कुरा केही छैन यसमा। यो कुरा सबैसँग हुन्छ, सबैलाई थाहा हुन्छ, तर हामी लाज मानेर झन रोगलाई धेरै ठूलो बनाइरहेको हुन्छौं। सो समयमै ध्यान दिनु होला र डाक्टरसँग सल्लाह लिनु होला। इन्फर्मेसनको लागि साथीहरुलाई शेयर गर्नु होला र लाइक, शेयर एन्ड सब्स्क्राइब गर्नु होला ताकि मेरो पनि हौसला बढोस् र यस्ता इन्फर्मेसनल भिडियो म बनाउँछु। स्टे ह्याप्पी, स्टे हेल्दी। थ्यांक यू फर वाचिङ।